एक घना जंगलको मुटुमा जहाँ रुखहरू आकाश छुने प्रयत्न गर्दै उभिएका छन् र एउटा सानो ताल शान्त भएर आफ्नै सौन्दर्यमा टोलाइरहेको छ, त्यहाँ जीवनको एउटा अत्यन्तै मर्मस्पर्शी दृश्य घटित भइरहेको हुन्छ। एक गर्भवती महिला आफ्नो कोमल पातलो पहिरनमा आगोको तापमा सन्तोष पाउँदै बसेकी हुन्छिन्। उनको छेउमा उनका जीवनसाथी, सबैको सहयात्री, सुट टाईमा सजिएका, उसको सुरक्षा र प्रेमका प्रतीक बनेर शान्तिपूर्वक बसिरहेका हुन्छन्। त्यो क्षण न त शब्दहरू बोलिन्छन् न त आवश्यकता छ, केवल मौनतामै प्रेमको गहिराई महसुस भइरहेको हुन्छ। आगोको न्यानोपन जस्तै उनीहरूको सम्बन्ध पनि समयसँगै परिपक्व भएको देखिन्छ। एकछिनपछि महिला बिस्तारै उठ्छिन्, सायद त्यो मातृत्वको बोझले, सायद कुनै गहिरो भावनाले, र उनी केही असहज महसुस गर्छिन्। तर पुरुष तुरुन्तै उठ्छन् उनको भाव बुझेर। उनी गुलाफको एक फूल बोकेर घुँडा टेकेर त्यो स्त्री प्रेम र मातृत्वको मूर्तिलाई आई लभ यू भनी नमन गर्छन्। यो केवल प्रेम प्रस्ताव होइन, यो जीवनको परिवर्तनशील क्षणको स्वीकारोक्ति हो, जहाँ एक पुरुष मातृत्वलाई सम्मान गर्छ, स्त्रीको समर्पणलाई पूजा गर्छ र प्रकृतिको साक्षीमा दुई आत्माहरूको मौन बाचा हुन्छ। अन्ततः त्यो अङ्गालो, त्यो ताल, त्यो जंगल, त्यो आगो र त्यो मौनता सबै मिलेर जीवनको सन्देश दिन्छन्, प्रकृतिको शान्तिमा प्रेमको सत्य बस्दछ। हजुरहरूलाई यो स्टोरी सुनेर के कस्तो लाग्यो? कृपया हजुरहरूलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नभुलिदिनुहोला।